पछाडि यो रहेको छ युएको मोस्ट एफोर्डेबल टाउन हाउसेस र भिल्लाको कम्युनिटी, जहाँ तपाईँले 4 बेडरुम टाउन हाउसेस, 5 बेडरुम टाउन हाउसेस, इन्डिपेन्डेन्ट भिल्ला र सेमी डिट्याच भिल्ला पाउन सक्नुहुन्छ विथ 50+ अमेनिटिज, जहाँ तपाईँले लगुन पनि पाउनुहुन्छ र तपाईँले फ्लोटिङ सिनेमाको एक्सपिरियन्स लिन सक्नुहुन्छ। र तपाईँको स्टार्टिङ प्राइस रहेको छ 4 बेडरुम टाउन हाउसेसको 3.3 मिलियन, जुन चाहिँ पहिला थियो 2.9 मिलियन। अब यदि रेन्टलको कुरा गर्नुहुन्छ भने यहाँ चलिरहेको छ तपाईँको 170 टु 180 के अन एभरेज 4 बेडरुम टाउन हाउसेसको रेन्टल। अब कनेक्टिभिटीको कुरा गर्नुको छ शेख मोहम्मद बिन जायद रोड, जुन चाहिँ रहेको छ वान अफ द इम्पोर्टेन्ट हाइवे, जसले डिफ्रेन्ट इमिरेट्सहरूलाई कनेक्ट गर्छ। अब तपाईँहरूले यसमा 50-50 को पेमेन्ट प्लान पाइरहनु भएको छ भने 4% को डिएलडी वेभरको साथसाथै 4% को रिबेट पाइरहनु भएको छ, जुन चाहिँ हुन जान्छ नेपाली लगभग 1 करोड डिस्काउन्ट। अब यदि तपाईँहरूलाई पनि यो अपर्च्युनिटी गुमाउनु छैन र तपाईँहरूलाई पनि यसको बारेमा डिटेल चाहिएको छ भने कमेन्ट डाउन डिटेल, मेरो वाट्सएप नम्बर मेरो बायोमा छ, मलाई डाइरेक्टली कन्ट्याक्ट गर्न सक्नुहुन्छ।